यहाँहरुमा नमस्कार नमस्कार नमस्कार। म तपाईहरुलाई आज रौतहट जिल्ला मध्य प्रदेशको एउटा नमुना जिल्लाको रूपमा रहेको रौतहट जिल्लादेखि सुदूरपश्चिमको खप्तड गाउँसम्म बाजुरा जिल्लाको खप्तड गाउँसम्म तपाईहरुलाई घुमाउने कोसिस गर्दछु। अहिले म विशेष कामले गर्दा साथीको घरमा रौतहट जिल्लामा आएको छु। अहिले हामी अब बाजुरा जिल्ला जानको लागि रेडी हुने अवस्थामा छौं। अहिले रेडी हुँदै छौं। अब चाहिँ हामी साथीको घरबाट निस्कने तयारीमा छौं। रौतहट जिल्लाको यो गौर नगरपालिका सदरमुकाममा रहेको गौर नगरपालिकादेखि अब हामी निस्कँदै छौं। अहिले हामी गौर नगरपालिकाबाट म्याजिक चढेर रौतहट जिल्लाको चन्द्रनिगापुर महेन्द्र हाइवे तर्फ अगाडि बढ्दैछौं। रौतहट जिल्लामा आफैमा एक अनौठो जिल्ला हो। यो भारतसँग जोडिएको जिल्ला हो। यो जिल्लामा सबैभन्दा बढी नगरपालिकाहरू छन्। यहाँ प्रशस्त धान खेतीहरू, इटा उद्योगहरू, कल कारखानाहरू रहेका छन्। यहाँ मुस्लिम, मधेसी, थारू मानिसहरू बस्नुहुन्छ। यहाँ अहिले देख्नु भएको रोड महेन्द्र हाइवे हो। अहिले चाहिँ अब हामी बाजुरा जानेका लागि कैलालीसम्म बसमा जानुपर्ने भएकोले नाइट बस पर्खिरहेका छौं, जुन चाहिँ विराटनगरदेखि आउने बसको टिकट हामीले काटेका छौं। अहिले खाजा खानको लागि हामी होटलमा मोमो खाएर वेट गरिरहेका छौं। अहिले करिब 5 बजिसकेको छ। अब चाहिँ हामीले खाजा खाएर हामी बाहिर निस्केका छौं। अहिले अब हामी बस कुर्दा हामी वेटिङमा बसिरहेका छौं। यो चाहिँ देख्नु भएको ठाउँ यो चन्द्रनिगापुर रौतहट जिल्लाको चन्द्रनिगापुर महेन्द्र हाइवे छेउको बजार हो। यहाँ चाहिँ अब हामीले बस बिसाउने यहाँ चाहिँ अब यहाँ बस आउँछ। त्यसपछि हामी यहीँबाट चढेर अगाडि बढ्नेछौँ। अब कुर्दा वेट बसलाई वेट गर्दा हामी थकान महसुस भइसकेका छौँ। थकान महसुस गरेका छौँ। यो यातायातबाट हामीले बसको टिकट लिएका छौँ। गर्मी धेरै भएको हुनाले अब चाहिँ मैले जुस खाने निर्णय गरेँ। ओहो जुस साँच्चीकै मन भित्रैदेखि चिसो भएर आउँछ, शान्त महसुस हुन्छ एकदम। खानको लागि पनि हेल्दी उभोको जुस खानुपर्छ। तपाईँ हामी सबैले विभिन्न रोगहरू पनि निको हुन्छ। अब अहिले हामी बस कुर्दा वेटिङमा 7 बजिसकेको छ। विशेष कारणले गर्दा बस ढिलो आउने भन्ने कुरा हामीले जानकारी प्राप्त गरेका छौँ। अब हामी बल्ल आधा घण्टा पछाडि बसमा चढेका छौँ। बसमा अगाडिपट्टिको सिटमा हामी बसेर यात्रा गर्ने छौँ। अहिले चाहिँ चन्द्रनिगापुर रौतहट जिल्लादेखि बस अगाडि बढ्दैछ। अब भने मध्य प्रदेशको रौतहट जिल्लादेखि अब अगाडि आउने जिल्लाहरू भनेको 12 जिल्ला पत्लैयाको बाटो आउँछ। अब हामी पत्लैयातर्फ अगाडि बढ्दैछौँ। यो रातको समयमा हुनाले अहिले 8:30 बजिसकेको छ। अहिले बाटोमा गाडीहरू कम मात्रामा देखिन्छन्। रातको समयमा खासै हिँड्दैनन् दिउँसो जति। अहिले हामी महेन्द्र हाइवेदेखि अगाडि बढ्दैछौँ। अब वर्षा राष्ट्रिय निकुञ्ज पनि आउँछ। रातको समयमा भएकोले देखाउनलाई अलिक असक्षम भए र अब अहिले देख्नु भएको यो पत्लैया हो। बाराको पत्लैया भन्ने सहर हो। अब भने बस चाहिँ अगाडि बढ्छ। अब चाहिँ मकवानपुर जिल्ला बागमती प्रदेशको मकवानपुर जिल्ला हेटौँडा सहरमा पुगेका छौँ। बागमती जिल्लाको पनि आफ्नै विशेषता छ। यहाँ 13 जिल्लाहरू छन्। यो चाहिँ हामी आउने बस। अब खाना खानको लागि हामी हेटौँडाको बस्तीपुरमा ओर्लेका छौँ। यहाँ चाहिँ अब हामीले रातको समयमा धेरै भोक लागेको हुनाले 10 बजिसकेको छ। खाना पनि रेडी भइसक्यो। साथी र म हल्का गफ हान्दैछौँ। चिसो मौसममा मिठो गफ गर्दाखेरि निन्द्रा पनि भाग्छ। अब फेरि हामी खाना खाइसकेपछि सबैजना यात्रुहरूलाई बसको कन्ट्याक्टरले बस्नु भन्ने आदेश दिइसकेपछि अब हामी फेरि अगाडि बढ्ने छौँ। अब
करिब 11 बजिसकेको हुनाले खानासाना खाइसकेर अब हामी बस बिस्तारै मकनपुरको हेटौँडाबाट बस्तीपुरबाट अगाडि बढ्छ। अब भने चितवन जिल्लाको भरतपुर उपमहानगरपालिका आउँछ। त्यहाँ पुग्दाखेरि निन्द्रा पनि लागिसकेको रहेछ। एक निन्द्रा पुर्याएर उठ्दाखेरि म भरतपुर उपमहानगरपालिका पुग्दछु। यो दृश्य तपाईँहरूलाई देखाउँदैछु। यो रोड चाहिँ भरतपुर उपमहानगरपालिका हो। यो आफैमा एउटा विकसित सहर हो। यसमा विभिन्न प्रकारको ठुल्ठुला अस्पतालहरू, क्यान्सर सम्बन्धी अस्पतालहरू रहेका छन्। लोकसेवाको एक्जामहरू पनि यहीँ हुने गर्छ। चितवन एउटा पुरानो सहर हो। यसमा चाहिँ विकसित रोड पनि ठुलो खालको 6 लेनको बाटो छ। रातको समयमा भएकोले गाडीहरूको चहलपहल देखिँदैन। हजुर, यो चाहिँ अब चाहिँ हामी चितवनबाट अगाडि नारायणघाटदेखि बुटुलसम्मको सडक खण्डमा छौँ। रातको समयमा पनि यहाँ काम गरिरहनु भएको छ। बर्खायाममा यात्रुहरूलाई धेरै दुःख दिने यो सडकमा अब चाहिँ केही राहत मिल्ला जस्तो छ। रात दिन गरेर भए पनि नेपाल सरकारले बाटोलाई अपग्रेड गर्ने काम गर्दै हुनुहुन्छ। अहिले चाहिँ अब हामी बुटुल नारायणघाट सडक खण्ड अगाडि कटेर सुनवल भन्ने ठाउँमा पुगेका छौँ। सुनवल यहाँ चाहिँ अब मान्छेलाई जस्तै गाडीलाई पनि खानेकुरा चाहियो। त्यसैले अब तेल भर्नलाई गाडी रोक्नु भएको छ। यो तेल काउन्टर, तेल स्टेसन तेल हाल्नको लागि अब तेल हालिसकेका छौँ। अब भने नाइट बसहरू धमाधम एकअर्कालाई उछिन्दै अगाडि बढ्ने कोसिस गर्दैछ। अब त्यसपछि कपिलवस्तु रातभरिमा यात्रा गरिसकेपछि अब उज्यालो भयो। उज्यालो हुँदाखेरि अब हामी यतिखेर दाङ जिल्लामा आइसकेका छौँ। हेर्नुहोस्, अब अगाडिको दृश्यहरू तपाईँ देख्दै जानुहुन्छ। अब दाङ जिल्लाबाट अगाडि गइसकेपछि हामी यतिखेर दाङको जङ्गलमा छौँ। अब चाहिँ बाँके जिल्ला आउँछ। अब लुम्बिनी प्रदेश, यो दाङ जिल्ला चाहिँ लुम्बिनी प्रदेश। अहिलेसम्म हामी मधेस प्रदेशदेखि बागमती प्रदेशदेखि लुम्बिनी प्रदेशमा आइसकेका छौँ। लुम्बिनी प्रदेशमा आइपुग्दा उज्यालो भइसकेको छ। दाङ जिल्लामा आइपुग्दा अब भने बिस्तारै बाँके जिल्लातर्फ गाडी अगाडि बढ्दैछ। अहिले साथीहरू हामी दाङको जिल्लामा लमही भन्ने ठाउँमा आइसकेका छौँ। यो तपाईँहरूले देख्नु भएको गाडीबाट खिचेको भिडियो हो। हामी लमहीमा आइसकेका छौँ। लमहीबाट थोरै अगाडि गएपछि अब बाँके जिल्लाहरू आउँछ। बाँके जिल्लाको कुसुम भन्ने ठाउँ आउँछ। यो चाहिँ लोकल ठाउँहरूको नाम हो। दाङ जिल्लाहरू आफैमा एउटा ऐतिहासिक भूमिहरू हो, ऐतिहासिक जिल्लाहरू हो। आफ्नै कथा व्यथाहरू बोकेको दाङ जिल्ला हो। दाङ जिल्लामा प्रमुख सहरहरू भालुवाङ यही जिल्लामा पर्छ है त। तुलसीपुर घोराई चाहिँ यस जिल्लाको दाङ जिल्लाको सदरमुकाम हो। यो देख्नु भएको दृश्य अब भने बाँके जिल्लातर्फ हामी अगाडि बढ्दैछौँ। बाँके जिल्ला हेर्नुहोस्, घरहरू पश्चिमतिर पनि यस्तो हुन्छ। अब पश्चिम के भनौँ, पूर्व के भनौँ, हामी सबै नेपालीहरू हो। हामी एकअर्कालाई माया गर्नुपर्छ, सद्भाव राख्नुपर्छ अनि हाम्रो देश बनाउनुपर्छ है त। ल हेर्नुहोस् तपाईँहरू, एउटा बिहानै अहिले 8 बजेको छ। बिहानको समयमा शीतल हावासहित गाडी ननस्टप रूपमा अगाडि बढिरहेको छ। अगाडि बढ्ने क्रममा गाडी एकअर्कालाई कसैले पनि अपरिचित भए पनि नचिने पनि तर हामी एउटै परिवार भएर बसमा यात्रा गरिरहेका छौँ। अब बिहानको समयमा हुनाले अब बसहरू गाडीहरू सडकमा यत्रतत्र देखिनेछन्। आफ्नो कामले गर्दा मानिसहरू आफ्नो दिनचर्याको लागि आवत जावत गर्नुहुनेछ। अब भने गाडीमा हिँड्दाखेरि बाटोमा बस गाडीहरू
बाइकहरू भेटिने थाल्छन् बाक्लो रूपमा। बिहानको समयमा कुहिरो लागेको छ, हल्का पानी पर्ला जस्तो लाग्दैछ। साथीहरू अहिले चाहिँ बिहानको 9 बजिसकेको छ हुनाले भोक पनि लागेको छ। खाजा त अघि हामीले खायौँ, त्यसको चाहिँ भिडियो खिच्न बिर्सिएछु। अब खाजा खाइसकेपछि हामी फेरि गाडीमा चढेका छौँ। अब हामी लगभग 11-12 बजीतिर खाना खानेछौँ। कम्तीमा पनि रौतहट जिल्लाबाट सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला पुग्दाखेरि 22 घण्टाको सफर गर्नेछौँ हामी। 22 घण्टाको यात्रा गर्नेछौँ। अहिले चाहिँ लगभग 14 घण्टा भइसक्यो। अब चाहिँ हामी 6-7 घण्टा यात्रा गर्नेछौँ। यो जङ्गलहरूमा हामी यात्रा गर्दैछौँ। एक्लै हिँड्नको लागि असहज हुन्छ यो ठाउँमा। अब जङ्गली जनावरहरूको आक्रमण हुने हो कि भन्ने डर हुन्छ, किनभने राष्ट्रिय निकुञ्जहरू अब बाटोमा पर्छन्। हामी चाहिँ हिजो रौतहट जिल्लादेखि बाजुरा जिल्ला जानको लागि सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अतरिया भन्ने ठाउँमा हामी जाँदैछौँ। त्यसको लागि चाहिँ रौतहटबाट 22 घण्टाको लामो यात्रा, कठिन यात्रा र एउटा बसमा रमाइलो क्षणको रूपमा सम्झिँदै हामी साथी र म अगाडि बढ्दैछौँ। बाटोमा ट्रकहरू भेटिन्छ, गाडीहरू भेटिन्छ, नाइट बसहरू काठमाडौँबाट आउने, नारायणघाटबाट आउने, विराटनगरबाट आउने, काँकरभिटा धरानबाट आउने गाडीहरू भेटिन्छन्। एकअर्कालाई उछिन्दै अगाडि बढ्ने कोसिस गर्दैछ गाडीहरू। दुईतिरै जङ्गलहरू छ। हिजो मैले भनेको थिएँ पर्सा राष्ट्रिय निकुञ्ज, अब चाहिँ हामी बाँके राष्ट्रिय निकुञ्जतर्फ अगाडि बढ्नेछौँ। बाँके राष्ट्रिय निकुञ्जहरू बाटोमा भेटिन्छन्। बाँके राष्ट्रिय निकुञ्ज बाँके जिल्ला आफैमा एउटा प्रख्यात जिल्ला हो। यो जिल्लामा राष्ट्रिय निकुञ्जहरू छ। यो जिल्लामा विभिन्न पर्यटक स्थलले भरिपूर्ण ठाउँहरू छन्। यो जिल्लामा एउटा विशाल प्रकृतिको खानीहरू छन्। प्रकृतिले वर्णन गर्न नसकिने कुराहरू यस ठाउँमा दिनुभएको छ। बाँके जिल्लामा बाँके राष्ट्रिय निकुञ्ज छ। नेपालमा जम्मा 77 जिल्लाहरू छन्, 7 प्रदेशहरू छन्। प्रदेश नम्बर 1, प्रदेश नम्बर 2, प्रदेश नम्बर 3, प्रदेश नम्बर 4, 5, 6 र 7 गरी अहिले हिजो हामी प्रदेश नम्बर 2 को मध्य प्रदेशको रौतहट जिल्लाबाट अहिले हामी कैलालीतर्फ अगाडि बढिरहेका छौँ। कैलाली जिल्ला पनि आफैमा एउटा विकसित जिल्ला हो। अहिले हामी हिँडिरहेको ठाउँ सडक भनेको महेन्द्र राजमार्ग हो। महेन्द्र राजमार्ग हो। राजा महेन्द्रले उद्घाटन गर्नुभएको बाटो यही हो बाटो हो। पछि विभिन्न कम्पनीहरूले यसलाई पूर्ण रूप दिने काम गर्नुभयो। अब अहिले भने हामी फेरि गाडीमा तेल सकिएको हुनाले गाडीमा तेल हाल्नु हुँदैछ। हामी बाँके राष्ट्रिय निकुञ्जको केही अंशहरू पार गरिसकेका छौँ। यो चाहिँ अहिले हामी बाँके जिल्लाको एउटा कुनै ठाउँमा अहिले हामी गाडीलाई पेट्रोल भर्दै हुनुहुन्छ यो बसमा। अब तेल भरिसकेपछि अब फेरि हामी गाडीमा चढेर फेरि यात्रालाई अगाडि बढाउँदैछौँ। अब यो दृश्यहरू मनमोहक छ, हेरिरहँ जस्तो लाग्छ। चारैतिर हरियाली छ। अहिले चाहिँ हामी बर्दिया राष्ट्रिय निकुञ्ज आइपुग्यौँ। बाँके राष्ट्रिय निकुञ्ज सकिसकेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज हो। एक्लै हिँड्नलाई यो ठाउँमा अप्ठ्यारो हुन्छ।
बाघ भालु जङ्गली आक्रमणहरू हुन सक्छ भनेर त्यसैले सावधानीपूर्वक भएर यात्रा गर्नु हुन अनुरोध छ। बर्दिया राष्ट्रिय निकुञ्ज एकदम सफा छ, क्लिन सेनिटेसन छ। अब बर्दिया राष्ट्रिय निकुञ्ज अब हामी कट्ने छौँ गाडीमा। साँच्चीकै भन्नुपर्दा महेन्द्र राजमार्गमा यात्रा गर्दाखेरि रमाइलो लाग्छ, किनभने बाटो स्ट्रेट छ अनि बाटोहरू निर्माणदैन हुने भएकोले कतै कतै चाहिँ अलिक कन्स्ट्रक्सन साइडमा थोरै धुलो मैलोहरू लाग्छन्, तर पनि धेरै जस्तो ठाउँमा रमाइलो यात्रा हुन्छ, किनभने बाटोमा राष्ट्रिय निकुञ्जहरू जस्तो राष्ट्रिय गौरवको आयोजना गर्ने निकुञ्जहरू भेटिन्छन्। त्यहाँ भएको सुन्दरताको मोहकले मनै लोभ्याउँछ, प्राकृतिक दृश्यहरूले। अब हामी बर्दिया राष्ट्रिय निकुञ्जमा छौँ अहिले। तपाईँले देख्नु भएको ठाउँ यो चाहिँ बर्दिया राष्ट्रिय निकुञ्जभित्र आउने गाउँहरू हो। अहिले हामी बर्दिया राष्ट्रिय निकुञ्जमा छौँ। अब यो चाहिँ बर्दियादेखि अब कैलाली आउन लागेको छ। अब चाहिँ कर्णाली चिसापानी ठाउँ आइपुग्नु लाग्दाखेरि खानासाना खाएका छौँ। अब खाना खाएर फेरि अब हामी अगाडि बढिरहेका छौँ। अब अन्तिम चेकपोस्ट बर्दिया राष्ट्रिय निकुञ्जको अमरेनी चेकपोस्टबाट गाडी चेकिङ भएर फेरि पनि अगाडि बढ्दैछौँ। यो देखिएको फाँटहरू, खेतहरू, पछाडि जङ्गलहरू हेर्नुहोस् त, कति मनमोहक दृश्यहरू छन्। गाडी बिस्तारै सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अत्तरियातर्फ अगाडि बढिरहेको छ। अहिले हामी छौँ बर्दिया राष्ट्रिय निकुञ्जमा। गाडी एकदम बिस्तारो स्लो चलाउनुपर्छ। यहाँ चाहिँ 40 किलोमिटर पर आवरको स्पिडमा भन्दा कम स्पिडमा चलाएको राम्रो मानिन्छ। फोहोर मैला गर्नु हुँदैन। हो त हाम्रो देश नेपाल आफैमा एउटा सुन्दर देश हो। सुन्दर देशलाई हामीले बिगार्नु हुँदैन। अब त्यहाँ अमरेनी चेकपोस्टबाट चेक भइसकेपछि फेरि अगाडि बढ्दैछ। बर्दिया राष्ट्रिय निकुञ्जबाट हामी फेरि अगाडि बढ्यौँ है त। घडीहरू चेक भइसकेपछि अब अगाडि बढ्छ हाम्रो बस पनि। दुईतिर बाटोहरूमा बिजुलीको पोलहरू देख्न सक्नुहुन्छ। ठुल्ठुलो राष्ट्रिय लाइनहरू छ। गाडी अहिले बर्दिया राष्ट्रिय निकुञ्जको जङ्गलमा कुदिरहेको छ। अगाडिबाट गाडी पनि आउँदैछ। बिस्तारै बिस्तारै गाडीहरू काठमाडौँ जाने हाइसहरू हुन् तिनीहरू। गाडी साथीहरू अहिले हामी बर्दिया राष्ट्रिय निकुञ्जमा छौँ।
बर्दिया राष्ट्रिय निकुञ्ज चाहिँ एकदम लामो, लगभग 20-30 किलोमिटर 20 किलोमिटर जतिको छ। यहाँ बाघ पाइन्छ, हरिण पाइन्छ, अनि त्यसपछि विभिन्न खालका चराचुरुङ्गीहरू, राम्रा राम्रा चराचुरुङ्गीहरू पाइन्छ। हाम्रो देश नेपाल साँच्चीकै राम्रो छ नि है। साथीहरू, अहिले हामी बर्दिया राष्ट्रिय निकुञ्जमा छौँ। बसले आफ्नो गति लिइरहेको छ भनेदेखि हामी पनि निदाउँदै बेला बेला उठ्दै भिडियो खिच्दै म अगाडि बढिरहेको छु। तपाईँहरू पनि हेरेर रमाइलो लिनुहोस् है, कतै पनि नजानु होला है त। दायाँपट्टि बायाँपट्टि रुखहरू कस्तो राम्रो छ, बिचमा राम्रो चिल्लो बाटो छ। अब बर्दिया राष्ट्रिय निकुञ्ज सकिसकेपछि अब चाहिँ हामी सुदूरपश्चिमबाट कटेर लुम्बिनी
लगभग डोटी जिल्ला आइपुगेका छौँ। सुदूरपश्चिम प्रदेशमा जम्मा 9 जिल्लाहरू छन्। अहिले चाहिँ 9-10 भइसकेको हुनाले खाना खाना त छौँ। गैराभन्डामा हामीले खाना खाएका छौँ, रोटीहरू दाल भातहरू खाएका छौँ। अब खाना खाइसकेपछि फेरि अब बस अगाडि बढ्नेछ। अहिले हामी डोटी जिल्लामा छौँ। बस साथीहरू लगभग निदाउँदै सुत्दै उठ्दै डडेलधुरा पनि कलिसकेको रहेछ। दिपाल पनि कलिसकेको छ। अहिले उज्यालो हुँदा चाहिँ अछाम जिल्ला पुगिसकेको छौँ। अहिले करिब 6 भइसकेको छ। यो देख्नुभएको सल्लाहकारीहरू अछाम जिल्ला पर्छ। ड्राइभर चाहिँ उहाँ हो, कन्ट्याक्टर सुत्नु भएको छ र अब बिस्तारै हामी सापेमा आइपुगेछौँ। यो देख्नुभएको दृश्य एयरपोर्ट एरिया हो भने यो बजार एरिया हो। अब भने लगभग 7 बजे कैलेबाट आएर फेरि सापेदेखि नै फेरि माथितिर बसतिर जानुपर्ने भएकोले बसपासले सम्झाए। ल साथै यो सापे बगरदेखि पनि बस गाडी फेरि जिप सानो गाडी पाइन्छ। माथि खप्तर गाउँसम्म पुग्नको लागि, खप्तर राष्ट्रिय निकुञ्ज मुनिको गाउँसम्म पुग्नको लागि जिपमा 3 घन्टा लाग्छ। अब गाडी फेरि जिप अगाडि बढ्दैछ। अब यो चाहिँ सेती राजमार्ग हो। सेती राजमार्ग हो। यो पनि ठाउँ ठाउँमा कन्स्ट्रक्सन साइटहरू चल्दैछ। साथीहरू अहिले हामी सापेबगर नगरपालिकाको सापी बजारदेखि अगाडि बढ्दैछौँ। बिचमा यो चाहिँ सेती राजमार्ग हो। धेरै हिँड्नु पर्दैन, आधी घन्टामा यो चाहिँ हामी आधी घन्टा जति जिपमा गएपछि अब पहाड उकालो चढ्ने माथितिर चढ्ने बाटो बुढा बगर आइसकेपछि उकालो चढ्नुपर्छ। अछामको सापे बगरदेखि खप्तर गाउँसम्म जाने बाटो यही हो साथीहरू। अहिले हामी धेरै माथि आइसकेका छौँ। अब माथितिर पहाडतिर गाडी अगाडि बढ्दैछ। देख्नुभएको ठाउँमा कति उडाट लाग्दछ होला, तपाईँहरूलाई त्यस्तै लाग्छ होला होइन? तर यहाँको सौन्दर्य, यहाँको पर्यटक दृष्टिकोणले भिन्दै ठाउँ छ। सुदूरपश्चिम जिल्लामा प्रदेशमा अघि पनि भने 9 जिल्लाहरू छन्। त्यो 9 जिल्लामध्ये अहिले हामी विभिन्न जिल्लाहरू गर्दै आयौँ। तल कैलाली, पटरा, परिगो यात्रा 10-12 घन्टाको नाइट गाडीमा यात्रा गर्दाखेरि कैलाली, डोटी, डडेलधुरा गरिसकेका छौँ। अहिले चाहिँ हामी अछाम जिल्लामा लगभग सिमानामा पुगिसकेका छौँ। अब त्यसपछि बाजुरा जिल्ला आउँछ अनि त्यहाँदेखि मेरो ब्लग पनि सकिन्छ त्यसपछि। तर अहिले भने हामी अछाम जिल्लामा छौँ। अछाम जिल्लाको यो सापेबगर नगरपालिकामा पर्ने अन्तर्गत पर्ने माथि पहाडको टुप्पोमा रहेको जङ्गल हो। यहाँ चिसो छ। अब भने चिसो बिस्तारै बढ्दै जान्छ। जति माथितिर गयो त्यति बढ्छ। साथीहरू अब अहिले भने हिँडेको 2 घन्टा भइसक्यो। बाटोमा ऐसेलहरू धेरै फलेका छन्। अब ऐसेलहरू खाने त भएछ। त्यस्तै गरी काफल पनि पाकेको देखिन्छ।
त्यस्तै गरी गुराँसहरू पनि एक दुईवटा फटाफुट फुलेको देखिन्छ। साथीहरू अहिले भने अब जति माथि गयो त्यति चिसो हुने भएकोले चिसो मौसम चिसो फिल भइरहेको छ। तर पनि ठिकै छ, धेरै चिसो पनि छैन। साथीहरू यो ठाउँमा पहिला मान्छेहरू हुँदाखेरि खेतीपाती लाग्थ्यो अरे। अहिले चाहिँ अब कामको सिलसिलामा भारत मान्छेहरू प्रस्थान गर्छन्, विशेष गरेर तराईतिर जानुहुन्छ। त्यही भएर यो ठाउँहरू बन्जिएर एकदम उडास लाग्दो जङ्गल भन्ने स्थितिमा छ। साथीहरू अब अहिले भने सानो नगरपालिकामा छौँ। यो चाहिँ अछाम जिल्ला हो। बाटो त ठुलो ढुङ्गा रहेछ। त्यसपछि गाडी अझै अगाडि बढ्दैछ। साथीहरू यो पारी देख्दै गर्नुभएको गाउँ चाहिँ यो चाहिँ अब खप्तर के अरे पारी देख्नुभएको खप्तर गाउँपालिका। यो चाहिँ साइबाबा नगरपालिकाको विभिन्न गाउँहरू सुदूरपश्चिम गाउँहरू यस्तो देखिन्छन्। राम्रो छ होइन, मनमोहक दृश्यहरू छन् साइबाबा नगरपालिका। यो चाहिँ अब हो साथीहरू, अब यो पारिपट्टि यो सिबन्दा ठ्याक्कै यो खोला छ नि, जुन खोला, यो खोलाले चाहिँ बाजुरा र अछाम छुट्याउँछ। यता वारिपट्टि चाहिँ अछाम पर्छ भने पारिपट्टि चाहिँ बाजुरा पर्दछ। अब हामी यो खोला तरेर, यो खोला चाहिँ ठ्याक्कै खग्दो राष्ट्रिय निकुञ्जबाट आएको खोला हो। यहाँ चाहिँ माछाहरू पाइन्छ प्रशस्त मात्रामा। यो चाहिँ अब यो खोला तरेर बर्खाको समयमा खोला ढ्याप्प भरिएर ठुलो भएर आउँछ। अहिले हिउँदा महिनामा चाहिँ ठिकैको छ, पानी त्यति हुँदैन। गाडी सानो जिप अब हिँडेको धेरै भइसक्यो, 2.5 घन्टा भइसक्यो। अब लगभग आधा घन्टामा चाहिँ हामी माथि गाउँमा आफ्नो जानुपर्ने ठाउँमा पुग्नेछौँ। यो चाहिँ अब खप्तर गाउँको काँडा भन्ने ठाउँको ठ्याक्क तलको गाउँ हो, सुरुवातको गाउँ हो। बाटो एकदम साँघुरो छ होइन, बाँस गाडीहरू छन्। यतातिर लेखको पाउने गुराँसको बोटहरू छ, काफलको बोटहरू छ। गुराँस चाहिँ अब वैशाखको बिचतिरबाट फुल्छ। अब चाहिँ लगभग 10-15 मिनटमा हामी माथि गाउँमै पुग्नेछौँ। अहिले सानो जङ्गल आइरहेको छ। साथीहरू आज हिँडेको जम्मा 3 दिन भइसक्यो। लगभग त्यता 22 र 26
36 घण्टा भइसकेको छ। एकदम जिउ गलेको छ, थाकेको छ, तर पनि यस्तो ठाउँ रमाइलो ठाउँमा हिँड्न डुल्न पाउँदाखेरि सबै दुःख पीडाहरू बिर्सेको छु। हामी नेपालको कुना कान्दारामा गएर देशको सेवा गर्न पाउँदाखेरि आफूलाई एकदम खुसी ठान्दछु। तपाईँहरूलाई मैले रौतहट जिल्लादेखि बाजुरा जिल्लासम्म विभिन्न प्राकृतिक भौगोलिक अवस्थाहरूको बारेमा बताउँदै आउन पाएँ, आउँदाखेरि खुसी लाग्यो। यो चाहिँ अब खप्तर गाउँ हो। यो चाहिँ खप्तर राष्ट्रिय निकुञ्जको बेस क्याम्पको रूपमा पनि हेर्न सकिन्छ यसलाई। यहाँ चाहिँ अब राज्य सरकारले पनि यो गाउँलाई विकास गर्नको लागि विशेष पहल गर्न आवश्यक छ। यो पर्यटक दृष्टिकोणले एकदमै राम्रो गाउँ हो। अब चाहिँ एक्ज्याक्ट लोकेसन पुगिसकेको छु। 36 घण्टाको लामा सफरबाट त्यो देख्नु भएको घर ओडा कार्यालय हो। अब चाहिँ जिपको भाडा तिरिसकेर टक्क लाएर म आफ्नो कार्यक्षेत्र पुगेका छु। ल हस्, धन्यवाद। यति साथ दिएर हेर्नु भएकोमा थ्याङ्क यू। तामाङ धेरै धेरै मिठो सम्झना।